आज चाहिँ मैले लन्चमा मटन करी बनाएको छु र यो मटन करी चाहिँ एकदमै मिठो 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 भएको थियो। तपाईँहरूलाई पनि यसको रेसिपी चाहियो भने पुरा भिडियो हेरिदिनुहोस् होला। र मैले चाहिँ लिएको छु हाफ किलो मटन। यसलाई चाहिँ मैले धुएर रेडी राखिरहेको छु। सो नमस्ते सबैजनालाई। ल फर्स्टमा चाहिँ मैले कराई तताएर पनि तेल राखिसकेको छु र त्यसपछि चाहिँ तेजपत्ता अनि गोटा गरम मसला राखेको छु। र यता चाहिँ मेरो प्याज खोर्सानी काटेर पनि रेडी राखेको छु र त्यसपछि चाहिँ मैले प्याज खोर्सानी तेलमा हालेर मजाले चलाएँ र यसलाई एकदम गोल्डन ब्राउन हुन्जेलसम्म तपाईँले पकाउनुपर्छ। र अब प्याज र खोर्सानी एकदमै गोल्डन ब्राउन भएपछि मैले राखेँ यसमा मासु र मासु राखेर यसलाई छिट्टो छिट्टो मिक्स गरेर यसमा चाहिँ हल्दी र नुन तपाईँहरूले फर्स्टमै एड गरिदिनुपर्छ। पहिला चाहिँ सिर्फ हल्दी र नुन मात्रै। यो चाहिँ मेरो स्टाइल हो किनकि मासु पाक्नु टाइम लाग्छ नि त, त्यही भएर चाहिँ यसलाई पहिला हल्दी र नुन मात्रै हालेर मिक्स गरेर यसरी छोप्नुपर्छ। र एकछिनमा चाहिँ तपाईँहरूले यो मासु चलाउँदै गर्नुपर्ने हुन्छ। मासु चाहिँ यसरी मजाले भुट्नुपर्छ। मजाले पानी सुकुन्जेल चाहिँ यसरी भुट्नुपर्छ। जति मजाले भुट्यो त्यति मासु मिठो हुन्छ। र मासु यतिको मजाले भुटिसकेपछि चाहिँ तपाईँहरूले यसमा अलिअलि पानी एड गर्दै छोप्दै पकाउनु पर्ने हुन्छ। मासु पाक्नु चाहिँ एकदमै बेसी समय लाग्छ। तपाईँहरूले यसमा अझै तातो पानी राख्दै पकायो भने चाहिँ मासु एकदमै राम्रो कलर भएर आउँछ र एकदमै मिठो पनि हुन्छ। तर मैले चाहिँ चिसै पानी एड गरेँ। र यता चाहिँ मेरो अदुवा लसुन र सुकेको खोर्सानीको पेस्ट अनि टमाटर पनि काटेर रेडी राखेको छु। सुकेको खोर्सानी चाहिँ तपाईँले स्किप पनि गर्न सक्नुहुन्छ, त्यो चाहिँ अप्सनल हो। र फेरि पनि मैले पानी एड गर्दै छोप्दै पकाउँदैछु। र ग्यासको फ्लेम चाहिँ एकदम लो टु मिडियममा राख्नुपर्छ। हाई फ्लेममा राख्यो भने चाहिँ मासु त्यस्तो साह्रो राम्रो पाक्दैन नि त। लो फ्लेममा पकायो भने चाहिँ मासु एकदमै भित्रबाट पाक्छ। र यसरी नै पानी एड गर्दै छोप्दै पकाउनु पर्ने हुन्छ। यो प्रोसेस चाहिँ तपाईँले 2 से 3 पल्ट गर्नुपर्ने हुन्छ। र यो चाहिँ मेरो 3rd टाइमसम्म मैले यो प्रोसेस गरिसकेको छु र मासु चाहिँ यत्तिको पाकेको छ। र यत्तिको पाकेपछि चाहिँ मैले त्यसमा टमाटर र अघिको पेस्ट राखिदिएँ। र त्यो पेस्टमा चाहिँ मैले अलिकति काश्मिरी मिर्च पनि एड गरेको छु कलरको लागि। तपाईँहरूले चाह्यो भने स्किप पनि गर्न सक्नुहुन्छ। र फेरि पनि अलिकति पानी हालेर चाहिँ मैले यसलाई मिक्स गरेर एकछिन छोपिदिएँ मसला पाक्नुको लागि। र मसला पाकेर यत्तिको भएपछि चाहिँ मैले हल्का गरम मसला एड गरेँ। गरम मसला चाहिँ म लास्टमा एड गर्छु। गरम मसला चाहिँ जुनै पनि मासुमा म लास्टमा नै एड गर्ने गर्छु। गरम मसला चाहिँ लास्टमा एड गरेर एकछिन छोपे पनि चाहिँ मासुको फ्लेभर भिन्नै हुन्छ नि त। र अब म एकछिन छोपिदिन्छु। त्यसपछि यता चाहिँ मैले धनियाँ पनि काटेर रेडी राखिरहेको छु। अन्त यहाँ मासु पनि यस्तो कलर भइसकेको छ। र यति बेला नै हो तपाईँहरूले ग्रेभी के कति राख्नुहुन्छ त्यो चाहिँ अहिले राख्नुपर्ने बेला। यतिकै राख्दा पनि मिठै हुन्छ। र मैले चाहिँ तर अलिकति ग्रेभी नै राखेँ किनकि भातसँग खानुपर्ने हो नि त भातसँग अलिक हल्का ग्रेभी राख्यो भने नै मिठो हुन्छ। र अब चाहिँ मैले लास्ट धनियाँ पनि लगाइसकेको छु। र टरा मेरो मटन करी चाहिँ रेडी भइसकेको छ। हेर्नुहोस् कस्तो डिलिसियस देख्दैछ। खानुमा पनि एकदमै मिठो भएको थियो। र तपाईँहरू पनि यसरी सिम्पल तरिकाले बनाउनुहोस् र एकताल चाहिँ यसरी बनाएर ट्राई गर्नुहोला। सो मेरो भिडियो हेर्दैकोमा तपाईँहरूलाई धेरै 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 धन्यवाद। थ्याङ्क यू।